अबे अबे ल ल ल ल दिदी त पुरै तर्सिरा यार अबे यो त अनि खतरा हो नि त नि फेरि बाटो त फेरि इन्जोय एभ्री मोमेन्ट बिकज डेट इज अनएक्सपेक्टेड चिप्लो चाहिँ अति गाइस सो हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो हामी चाहिँ आज स्विस ट्रेलमा आएको छौँ है स्विस ट्रेलमा चाहिँ हामी आज भिडियो बनाउन आएको अनि आज चाहिँ स्याटरडे पनि हो नि लास्ट आज चाहिँ के भनौँ त्यसलाई हामी चाहिँ अलिक ढिलो आएको के आमा हो को ल अबै को यो भाइ मेरेको भी मिला दो साला ल अब के अरे अनि उसको यहाँ छ ओ यो त कति राम्रो रहेछ हौ आमामामा के हो यो एयर लेखेको छ त यार हावावाला हो कि क्या लगाइ चाहिँ अब चाहिँ हामी जानुपर्ने हुन्छ राइडमा अनि त्यसपछि हाम्रो अलिक के भन्छ अरे त्यो मैले के भन्नु लाग्थेँ अहिले हामी चाहिँ जङ्गलभित्र मजाले चिलमा छौँ अनि मेरो चाहिँ च्यालेन्ज पनि छ होइन 1 महिनामा 500 सब्सक्राइबर पुग्ने लेट्स सी कम्प्लिट हुन्छ कि नै मैले कति सायद हिजो नै कम्प्लिट गरिसक्यो के भन्नाले 20-30 सब्सक्राइबर हिजै बढ्यो क्या मेरो अनि सायद 600 सब्सक्राइबर पुग्न लागिसक्यो अब भोलिसम्म पुग्छ होला 600 सब्सक्राइबर हेरौँ के हुन्छ है ल गाइज ठिक छ जे होस् सबैजनाले राम्रै देख्नु भइरहेछ अनि हेर्नु त इन्टुले त के हो कत्रो अनुसन्धान गरेर हो यस्तो पाराले त आम्मामामा ओइ यो त यता हो के चुमा दिने त यो हो के ओइ जुटो लाउँछस् तपाईँहरूले चाहिँ गाई सोचिरह होला यो मैले चस्मामा के लाग्यो भनेर के लाग्यो हो यस्तो यस्तो भनेर तर यो चाहिँ के हो भनेपछि यो चाहिँ अब एभ्री तरुनी हेर्ने चुप्न एकछिन एभ्री हाम्रो यो आँखा कमजोर भएको मान्छेले चाहिँ रिलेट गर्छ के यो चाहिँ के हो भनेपछि यो चाहिँ बाहिर लाउने चस्मा यो यसलाई के भन्छ अरे साइक्लिङ गगल्स हो ग्लासेस हो तर यसको भित्र पनि ग्लास हुन्छ क्या त्यो चाहिँ पावरवाला हुन्छ कि अनि यो पावरवाला लगाएपछि चाहिँ मजाले देख्छ क्या अनि यो चस्मा लाउनुको कारण नि विन्ड प्रुफहरू एकदमै हुन्छ क्या आँसु आउँदैन हाम्रो आँखा प्रब्लम भएको मान्छेहरूको चाहिँ के हो भनेपछि आँखा प्रब्लम भएपछि चाहिँ आँसु आउने आँखा एकदमै ड्राई हुन्छ यस्तो ड्राई हुन्छ नि तपाईँहरू त यति लकी हो नि जोको आँखा यस्तो कमजोर छैन नि हुन्छ लास्टै भाग्यमानी नै ठान्छु कि म चाहिँ को यो ट्रान्सप्यारेन्टवाला लगाएको अनि भित्रको देखेछ क्या मैले जहिले लाउँथेँ तर पहिला चाहिँ त्यो उवाला लाउँथ्यो त्यो के भन्छ त्यसलाई त्यो अर्को सन ग्लासेस त्यो ट्रेकिङतिर जाने बेला लाउँथ्यो अनि आज चाहिँ यस्तो भाइजर लगाएको थिएँ अनि पुरै देखेछ क्या अहिले कस्तो नराम्रो देख्छ क्या तर के गर्नु यार गाइज जिन्दगी यस्तै छ अब के गर्नु यो चाहिँ एकजना सेलिब्रेटी भेटेको छ है लास्टै मलाई चाहिँ बोल्न नै अप्ठ्यारो लागिरहेको छ हाम्रो सेलिब्रेटीको अगाडि अब सेलिब्रेटीको चाहिँ म थोरै इन्ट्रोडक्सन लिन्छु है त गाइज हेलो सर के गर्नुभएको सर यस्तो पानी यस्तो खाना तपाईँ यति ठुलो मान्छेहरू यति धेरै सब्सक्राइबर फलोवर्स भएको मान्छे यस्तो गर्ने हो यहाँ र सेलिब्रेटी हो कि सेलिब्रेटी हो सेलिब्रेटी कस्तो सेलिब्रेटी कि सेलिब्रेटी हो हजुर सर अनि तपाईँलाई नमस्ते छ नमबुद्ध न्युजमा हार्दिक नमस्कार तपाईँ यति ठुलो मान्छे भएर अनि तपाईँ यति ठुलो मान्छे भएर अनि तपाईँ यसरी हिँड्दै जङ्गलतिर बस्ने तरुनीलाई हेर्दै बस्ने हो अलि यो चाहिँ यस्तो गर्नु नि त यस्तो भएन नि त यहीँ यस्तो गर्नु पर्ने अलि यतिमा सुन्छ होला त हो सर यस्तो किन यस्तो तपाईँ यति धेरै फलोवर्स भएको मान्छे यति धेरै तपाईँलाई मान्छेहरूले मान्छ तपाईँ यसरी जङ्गलतिर आएर के गर्नु यो पानी हो कि मुद हो यो के हो गाइज हो यो उको स्यालको मुद हो क्या स्यालको मुद हो तपाईँहरू पनि जङ्गलतिर आउनुहुन्छ भने यसरी स्यालको मुद भेला पारेर लम यसरी खाइदिनु होला त्यो स्याल चाहिँ मगा गाइज ल गाइज अब हाम्रो नमबुद्ध न्युजमा तपाईँहरूले हेरिराख्नु होला हाम्रो नमबुद्ध न्युजमा एकदमै राम्रो हाम्रो कन्टेन्ट ल्याउनेवाला छ त्यसैले लासो फ्यापुला सबैजनालाई नमस्कार हार्दिक नमस्कार दिँदै आजको हाम्रो भिडियो सुरु गर्दछौँ धन्यवाद एम्बो के हो रेडी यु आर यु रेडी सर मेरो चस्मामा अलिकति धोका दिला कि होला रहेछ ल हेलो आयो अबे ल के भयो नतर्सिनु दिदी त पुरै तर्सिरा यार अब हामी कस्तो तर्सेको हो दिदी अब दिदी कस्तो तर्सेको यार ओए हाम्रो दिदी तर्सेको देख्दा चाहिँ मलाई डर लाग्दिरहेको के
तर्सिन्छ यार त्यसरी यार मलाई डर लागेर यार एकछिन त ओए चिप्लो चाहिँ बबाल रहेछ चिप्लो चाहिँ बबाल रहेछ दिदी तर्सेर मलाई तर्सायो हौ ओए अहिले त अति चिप्लो भएछ यार गाइज हौ अति चिप्लो भएछ अहिले त हेर्नु त हाम्रो दिदी झनिन्टोले यहाँ भिडियो बनाइदियो भनेको केटो त गइसकेछ ओए चिप्लो चाहिँ अति भएछ यार यस्तोमा चाहिँ गाइज होइन आनन्द जाऊ ओए चिप्लो चाहिँ अति गाइज ओहो ओए के कराएको यार यस्तो विधि कहाँ हो ओए माया कसम चिप्लो चाहिँ अति भएछ यार अति नै के वाउ आई लभ इट अहिले चाहिँ हामी यहाँको एउटा पम्प 3वटा छ त्यहाँ 3वटा म चाहिँ जम्प हान्न लागेको छु एउटा चाहिँ डबल एउटा चाहिँ कटाउन खोजिरहेको छु ट्रिपलवटा चाहिँ पम्प गर्ने छ एउटाबाट चाहिँ ऱ्याम भइहाल्यो अनि ओके आयो गो इन्टु भ्लग्स लडिसकेको छ मैले झन् भन्दैछु उसलाई होइन यस्तो गर उस्तो गर भनेर ओ यो चिप्लो चाहिँ बबाल भएछ ओ इन्टुले छोड्यो म झन् भन्दैछु इन्टुलाई ओए ओ बुई क्या चिप्लो क्या चिप्लो रहेछ यार त्यहाँ त डरै लाग्दिन भने मलाई त यस्तो काट्न मलाई डर लाग्छ यार लेफ्टपट्टि क्या हट मेरो विकनेस भनेको यही हो क्या टर्निङ हो क्या म अति डर लाग्छ क्या टर्निङ लेफ्टपट्टिको टर्निङै हान्न सक्दिनँ ओ के आयो ओहो मान्छे हेलो आयो है यता आयो है भन्नुको कारण चाहिँ यहाँ गाडी आउँछ कि अलिक है अनि देख्दैन नि त त्यही भएर आयो है भनेको आइजे 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 ओए ठुलो गइदिरा कस्तो चाहिँ गाडी आयो होला त हुत्तेर इन्जोय एभ्री मोमेन्ट बिकज डेट इज अनएक्सपेक्टेड नेवार ब्रान्ड आमामा यस्तो यस्तोहरू लेख्न ब्यान गरिदिएको थियो त साथी सरकारले फेरि खोलेछ कि क्या यो त अनि खतरा हो नि त नि फेरि बाटो त फेरि हाम्रो कुदाउने भनेको यस्तैतिर हो क्या खासा ओ कस्तो खाल्डो रहेछ यार बबा लाग्यो है मलाई चाहिँ ल गाइस अब चाहिँ म होइन 360 ट्राई गरौँ है त्यति स्पिडमा
खै त कस्तो ए स्पिडमा ट्राफिक अलि नआओस् म 360 स्वाट 360 कति ए मेरो भिडियो अपलोड गर्नुपर्ने टाइम होइन अब चाहिँ म 360 हान्ने भनेको यार अलि ठाउँ ल ओइ पछाडि हेर है अलिक घुमेन घरमा